म अध्यक्षताको अनुमति लिँदै कार्यक्रमलाई अघि बढाउन चाहन्छु। यसपछि आजका हाम्रा विशिष्ट व्यक्तित्व जो यस विद्यालयबाट आज बिदा गरिँदैछ आदरणीय तिलक जोगी दाइलाई अतिथिको आसन ग्रहण गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु र त्यसैगरी आदरणीय विद्यालयका हर्कराज जिमेज्यूलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु र सम्पूर्ण मेरा सहकर्मी मित्रहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु र बिदाई सम्झिँदा नराम्रो लाग्छ तर बाध्यता पनि हो, शुभकामना पनि हो। भोलि सामाजिक क्षेत्रमा हामी जीवन बिताउन पनि सक्नेछौँ र दोसला उडाएर विदायीको रूपमा उभ्याउनका लागि आदरणीय हर्कराज जिमेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सबै भाइ बहिनीहरूले ताली बजाइदिनका लागि म अनुरोध गर्दछु। र विद्यालयको तर्फबाट तयार पारिएको एउटा प्रशंसा पत्र छ। यो प्रशंसा पत्र म वाचन गर्ने अनुमति चाहन्छु। श्री चन्द्र किरातेश्वर माध्यमिक विद्यालय 25 शनि 7 मोरङ स्थापना 2037 साल। प्रशंसा पत्र मिति 2083 3 महिना 15 गते श्री तिलक कुमार जोगी 25 शनि 7 मोरङ। प्रस्तुत विषयमा श्री चन्द्र किरातेश्वर माध्यमिक विद्यालय 25 शनि 7 मोरङको कार्यालय सहयोगी पदमा करार नियुक्ति लिई हालसम्म अविच्छिन्न रूपमा कार्यरत तपाईँ 60 वर्ष उमेर हद पुरा भई 2083 असार 15 गते अनिवार्य अवकाश हुनुभएको छ। यस विद्यालयमा रहँदा तपाईँले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ। प्रधानाध्यापक हर्कराज जिमी, उद्धवराज बस्नेत विद्यालय व्यवस्थापन समिति अध्यक्ष र यो प्रशंसा पत्र प्रदान गरिदिनका लागि यस कार्यक्रमका आदरणीय अध्यक्ष तथा कार्यपालिका सदस्य उद्धवराज बस्नेतज्यूलाई म हार्दिक अनुरोध गर्दछु। खोइ ताली अरे हो। त्यसै गरी यहाँ हाम्रो अगाडि माला छ। यो माला लगाइदिनका लागि म सर म्याम र आदरणीय प्रज्यूलाई पनि अनुरोध गर्दछु। अबिर छ, अबिर पनि लगाइदिनका लागि म अनुरोध गर्दछु। खोइ ताली ताली पुगेन है। सबै सर म्यामहरूले खोइ ताली बजेन त अरे बजाउन न अरे। होइन रुनु हुँदैन है दाजु, एकदम आज एकदम हाँस्नुपर्छ। हिजो जसरी हाँस्नु भयो त्यसरी। पछि रेलको लागि हुँदैन हौ। ताली बजाउन अरे हो। एउटै रहेछ ल, तपाईँले सबैको साटो गर्छ। अलिक पर बस्छ त, अलिक पर बस्छ त नानीहरू, अलिकति पर। त्यसै गरी हामीले सबै शिक्षकहरूको तर्फबाट एउटा उपहार पनि ल्याएका छौँ। जो म देखिरहेको छु त्यो पक्कै घरको थाल र बटुको रहेछ।
प्रत्येक दिन दाइले त्यही झर्के थाल र बटुकामा खाना खाएर हामी सबै साथीहरूलाई सम्झाउनु हुनेछ भन्ने एउटा हामीहरूले सोच लिएर यो उपहार ल्याएका छौँ। त्यसैले गर्दाखेरि यो उपहार हस्तान्तरण गरिदिनका लागि सम्पूर्ण सर म्यामहरूलाई म अनुरोध गर्दछु। यसको नेतृत्व सिस्टरको रूपमा आउनुभएको छ। पक्कै पनि हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई विद्यालयको लागि उहाँ लगनशील भएर काम गर्नुहुनेछ। हामी सबैले एउटा दृढ विश्वास लिएका छौँ। र अब अर्को सँगसँगै हामी चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ र सम्पूर्ण चाबीको धुप्पो चाहिँ दाइलाई नयाँ कर्मचारीलाई हस्तान्तरण गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। हिजोसम्म दाजु चाबी ल्याउनुहोस् न भनेर हामी विनय गर्थ्यौँ। अब भोलिदेखि बहिनीलाई स्कुल खोलिदिनुहोस् न, यो कोठाको ढोका खोलिदिनुहोस् न भन्नुपर्छ। त्यसैले उहाँलाई सहर्ष रूपले अब आइन्दा विद्यालयका गतिविधिमा सक्रिय सहभागी हुनका लागि हार्दिक अनुरोध गर्दै यथा स्थानमा बस्नका लागि म अनुरोध गर्दछु। र आज बिदाई हो। दाइलाई अत्यन्त दुःख लागेको छ। व्यक्त गरिदिनका लागि म छोटो समय तपाईँलाई उपलब्ध गराउँछु। यसका विचार प्रश्न पारिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। हाम्रो चन्द्र किराँतीश्वर मावि विद्यालयको सम्पूर्ण हामी भनेको एउटा घरको परिवार भएर बस्यौँ। सर्वप्रथम त अब हेड सर, महेन्द्र सर लगायत सम्पूर्ण सर म्याडमहरूमा अब हजुरहरूको अगाडि हजुरहरूको आँखामा मैले पनि हजुरहरूले अराएको कामहरूको लागि कुनै कुरामा मैले पनि ठुलो सुस्तारी गरेँ होला, कुनै कुरो मैले पनि अराएको कामहरू मैले जान्दिनँ होला, गर्दिनँ सक्दिनँ भने होला, त्यसको लागि पनि क्षमा याचना माग्न चाहन्छु। र अब सर म्याडमहरूले अहिलेसम्म एउटा आँखाको नानी जस्तै माया गरेर मलाई राख्नु भएको थियो। र अब के गर्ने, त्यस्तै यो परिस्थितिले गर्दा, कानुनको विधिले गर्दाखेरि एउटै घरको बाउ छोरा छोरी त छुटेर बस्नुपर्छ भने हामी भनेको धेरै घरको एक ठाउँमा जम्मा भएर बस्ने हामी परिवार हौँ। अब परिवारमा पनि त्यस्तै हुन्छ, के गर्ने। अलिकति मैले चाहिँ विचार गरेँ के भने हिजोसम्म चाहिँ मलाई के लाग्थ्यो भने अझै मेरो चाहिँ 16 वर्षको उमेर नै छ। त्यो सोचिराख्दा राख्दै आजको दिनबाट मैले के फलो गर्नु ल्याएँ भने अब मेरो पनि उमेर गएछ, म पनि बुढो भइछु भन्ने मलाई अनुभूति भएको छ। र अब त्यस्तै हो, गल्ती कमी कमजोरी मबाट भएको छ भने पनि सर म्याडमहरूले आजकै दिनबाट बिर्सिदिनु होला। कोही बेला मुख लाग्यो होला, कोही बेला अराएको काम गरिन होला, अराएको कुरो मैले मानिनँ होला। त्यो मेरो कमी कमजोरीको लागि पनि यहीँ नै बिर्सिदिनु होला भन्ने अनुरोध गर्दछु। त्यसमध्ये पनि अब भएका हिजोसम्म अहिलेसम्म भनेको हाम्रा विद्यार्थी भाइ बहिनीहरू प्यारा भाइ बहिनीहरू छन्। अब विद्यार्थी भाइ बहिनीहरूले पनि हिजोको दिनमा कुनै कमी कमजोरी विद्यार्थीबाट भएको ठाउँमा तिमीहरूलाई मैले कक्षा कोठामा गएर हेड सरले बनाउनु भएको अफिसमा जानु अरे भनेर तिमीहरूलाई म कक्षा कोठामा पक्रिन आउँथेँ, पक्रेर ल्याउँथेँ। कोही विद्यार्थी मान्दैन पनि थियो र म जबरजस्ती पनि लिएर आउँथेँ। तर तिनीहरूको कमी कमजोरीलाई सरले हेरेर छलफल गरेर
त्यस्ता झगडाहरू र तिमीहरूलाई कक्षा कोठामा मैले बोलाउनु जाँदाखेरि तिमीले अटेरी गर्दाखेरि मैले पनि तिमीहरूलाई चर्को वचनले कुनै कुराहरू अमिठे वचन भनेको पो छु कि अमिठे वचनले पो तिमीहरूलाई मैले बोलाएँ कि तर आजसम्म तिमीहरू विद्यार्थी भाइ बहिनीहरूले त्यस्ता कुराहरू चाहिँ प्रश्न तल बुढालाई भोलिलाई निस्किँदा बाटो तल धुन्छु भन्ने खालको चाहिँ भावनाहरू पनि सोचाइहरू कतिपय समय रहन्छ र त्यो कुरोको लागि पनि आज मैले विद्यालयबाट म विदाई भएर जाँदा भोलिको दिनमा त्यो बाटोमा चाहिँ त्यस्ता खालको गौरवहरू चाहिँ नपरोस् भन्न पनि विद्यार्थी भाइ बहिनीसँग म अनुरोध गर्छु र अब कमी कमजोर त मान्छेसँग हुन्छ गल्ती हुन्छ मानव त हुँ गल्ती हुन्छ तर गल्तीलाई सोचाउनुपर्छ गल्तीलाई चाहिँ स्वीकार्नुपर्छ र भाइ बहिनीहरूले पनि ती कुरालाई मध्यनजर गरेर बिर्सिदिनु होला र अब भाइ बहिनी विद्यार्थी भाइ बहिनी भन्दैमा आजसम्म भने साथीहरू हो भएकोले तिमीहरू माफमा मलाई भन्न मन त धेरै छ तर अलिकति दाइलाई घरसम्म पुर्याए पनि हामी त फेरि आज हामी विद्यालय श्री चन्द्र किरातेश्वर माध्यमिक विद्यालयबाट हाम्रो विद्यालयमा कार्यरत कर्मचारी दाजु तिलक जोगी दाजु आजबाट 60 वर्ष उमेरबाट अवकाश भई अनिवार्य अवकाश भई उहाँलाई हामी विद्यालयबाट औपचारिक विदाई गरी दाइलाई घरसम्म पुर्याएर विदाई गर्ने भेटै नहुने भन्ने कार्यक्रम गरिरहेका छौँ दाजु दाजुलाई धेरै धेरै शुभकामना आगामी दिनमा अझै राम्रो होस् दाजु भेटघाट हुँदै गर्छ स्कुलबाट मात्रै बिदाई हो ल ल दाजु टाढा छैनौ है हुन्जेल गरिहाल्यो उमेर सकिएपछि अब हामी नजिक छौँ अब भोलिदेखि एकछिन निस्किनु न अब होइन हामी सबैजना नजिकै छौँ होइन आउँदै गर्नुपर्छ आएर फर्कसर आएर बस्नु दोकान स्कुल होइन हो त बरु अल्छी पनि